अब हामीले के जानौँ भन्दाखेरि NSA 501 जसको टाइटल के रहेको छ भन्दाखेरि नेपाल स्ट्यान्डर्ड अन अडिटिङ NSA 501 को टाइटल के रहेको छ भने स्पेसियल कन्सिडरेसन फर सेलेक्टेड आइटम्स भनेर यसको टाइटल रहेको छ। स्पेसियल कन्सिडरेसन फर सेलेक्टेड आइटम्स भनेर रहेको छ। यो हामीले के गर्यौँ भन्दाखेरि चाहिँ अघिल्लो च्याप्टरमा हामीले के पढ्यौँ भन्दाखेरि NSA 500 मा चाहिँ जेनरल कुराहरू बतायो हामीलाई हैन। NSA 500 ले चाहिँ हामीलाई एकदम जेनरल कुराहरू के बतायो भन्दाखेरि अब अडिट इभिडेन्स कस्तो हुनुपर्छ, अडिटरले अडिट इभिडेन्स कहाँबाट प्राप्त गर्न सक्छ भन्ने कुरा सिकायो। प्राप्त इभिडेन्समा कहिलेकाहीँ के हुन्छ अडिटरलाई डाउट पनि लाग्न सक्छ। त्यस्तो अवस्थामा के कसो गर्ने, कस्तो प्रोसिडियर्सहरू पर्फर्म गर्ने, प्राप्त इभिडेन्समा अर इभिडेन्स प्राप्त गर्न अडिटरले के कस्ता प्रोसिडियर्सहरू पर्फर्म गर्दछ, कुन कुन कुरामा प्रोसिडियर्स अप्लाई गर्ने भनेर आइटमको सिलेक्सन गर्न सक्छ। अडिटरले प्रोसिडियर्स कति प्रकारका अडिट प्रोसिडियर्स कति प्रकारका हुन्छन्, कसरी अडिटरले ती अडिट प्रोसिडियर्सहरू पर्फर्म गर्छ भन्ने कुरा चाहिँ NSA 500 मा अडिट इभिडेन्सले बतायो। अब NSA 501 ले चाहिँ सेलेक्टेड आइटममा चाहिँ के कसरी अडिट प्रोसिडियर्सलाई अप्लाई गर्ने, के कस्ता विषयमा इभिडेन्स लिने, मिनिमम के कति कुरामा अडिटरले एस्योर हुने भन्ने कुरा बताउँछ। NSA 501 ले भनेको चाहिँ 501 ले त्यसको हाम्रो टाइटल के छ भन्दा स्पेसिफिक कन्सिडरेसन फर सेलेक्टेड आइटम्स भन्ने छ। यसले तीनटा कुरालाई चाहिँ एकदम डिटेलमा लिएको छ। इन्भेन्ट्रीका सम्बन्धमा के कस्ता अडिट प्रोसिडियर्सहरू पर्फर्म गर्नुपर्ने, अनि हेर लिटिगेसनका सम्बन्धमा के कस्ता अडिट प्रोसिडियर्सहरू पर्फर्म गर्ने र सेगमेन्ट इन्फर्मेसनका सम्बन्धमा के कस्ता अडिट प्रोसिडियर्सहरू पर्फर्म गर्ने भन्ने यी तीनटा कुरालाई चाहिँ यसले एकदम फोकस गरेर स्पेसिफिक भएर के गरेको छ भन्दाखेरि चाहिँ हामीलाई बताएको छ। ल अब हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ इन्भेन्ट्रीका सम्बन्धमा हामीले के गर्नु पर्दो भन्दाखेरि स्पेसियल कन्सिडरेसन के छ त, अडिट इभिडेन्स लिनका लागि कसरी के कुराहरू गर्नुपर्छ इन्भेन्ट्रीका लागि विशेष भनेर हामीले जान्नुपर्छ। इन्भेन्ट्रीका सम्बन्धमा रिस्क के हुन सक्छ भन्दाखेरि चाहिँ दुई खाले रिस्क हुन सक्छ। इन्भेन्ट्रीको रिस्क मेन चाहिँ दुई खाले रिस्क हुन्छ। के छ भन्दाखेरि इन्भेन्ट्री चाहिँ को भ्यालुएसन ठिक छ कि छैन, गरेको भ्यालुएसन के हामी जति अमाउन्टमा चाहिँ इन्भेन्ट्री मेन्सन भएको छ त्यति अमाउन्ट ठिक हो त, त्यो एउटा भ्यालुएसन। र इन्भेन्ट्री चाहिँ एक्जिस्ट गर्छ गर्दैन भनेको चाहिँ इन्भेन्ट्रीको एक्जिस्टेन्स, यी दुईटा कन्डिसन चाहिँ के हुन्छ इन्भेन्ट्रीका सम्बन्धमा क्रिटिकल हुन्छ। अब लागौँ इन्भेन्ट्रीतर्फ के भन्छ भनेर हामीले जान्नु पर्यो है त। इन्भेन्ट्रीका सम्बन्धमा चाहिँ के कस्तो हुन्छ त भनेर हामीले जानौँ है त। स्पेसियल कन्सिडरेसन अडिट इभिडेन्स अब्टेन गर्नका लागि इन्भेन्ट्रीका सम्बन्धमा अडिटरले दुई कुरामा आफूलाई के गर्न चाहन्छ भन्दा एस्योर हुन चाहन्छ अडिटर, र त्यही एस्युरेन्सको लागि चाहिँ के गर्छ भन्दा अडिटरले अडिट इभिडेन्स अब्टेन गर्नका लागि पर्छ है। अब पहिलो कुरा चाहिँ के हुन्छ अडिटरलाई भन्दाखेरि फाइनान्सियल स्टेटमेन्टमा उल्लेख गरिएको इन्भेन्ट्री साँच्चै रिपोर्टिङ डेटमा एक्जिस्ट गर्थ्यो त भन्ने कुरामा के हुन चाहन्छ अडिटर एस्योर हुन चाहन्छ। र दोस्रो चाहिँ के भन्दाखेरि के त्यो फाइनान्सियल स्टेटमेन्टमा उल्लेख गरेको मेन्सन गरिएको इन्भेन्ट्री चाहिँ त्यति नै भ्यालु बराबरको हो त अहिले पनि, कि त्यसलाई चाहिँ रिभ्यालुएसन गर्नुपर्ने छ कि कुनै भ्यालुएसन ठिक छ त त्यो उसको इन्भेन्ट्रीको भन्ने यी दुईटा कुरामा चाहिँ के गर्न चाहन्छ भन्दा अडिटर चाहिँ एस्योर हुन चाहन्छ है। अब यसका लागि के छ भन्दाखेरि इन्भेन्ट्रीको एक्जिस्टेन्स र कन्डिसनमा अडिटर एस्योर हुन के कस्ता प्रोसिडियर्स पर्फर्म गर्दछ भनेर अब हामीले जान्नु पर्यो है त। यदि तपाईले आज बिहानदेखि पानी खानुभएको छैन, पहिलो कुरा पानी खानुहोस्। ज्यानलाई पानी के चाहिन्छ अत्यन्त महत्त्वपूर्ण छ। पानीको कमी भयो भने ललाकलुक परिन्छ भन्ने कुरा जानकारी बिचमा छुस्छ रमाइलो। हामीले के गर्नु पर्यो भन्दाखेरि अब कन्डिसन वाइज जाउँ है। इन्भेन्ट्रीका सम्बन्धमा अडिट इभिडेन्स के कसरी अब्टेन गर्ने। यदि इन्भेन्ट्री काउन्ट इयर इन भन्दा अर्को डेटमा भएको छ, इफ इन्भेन्ट्री काउन्ट इज कन्डक्टेड एट अ डेट अदर देन इयर इन्ड, यदि इन्भेन्ट्रीको काउन्ट चाहिँ इयर इन्ड भन्दा अन्य कुनै डेटमा भएको भएदेखि अडिटरले के गर्दछ भन्दाखेरि फर्स्ट चाहिँ के गर्नुपर्छ पहिलो कन्डिसन भन्दाखेरि जुन दिनमा अडिटको के रे जुन दिनमा चाहिँ त्यस्तो फिजिकल काउन्ट हुन्छ इन्भेन्ट्रीको, त्यो काउन्ट भएका दिन चाहिँ के गर्नुपर्छ भन्दाखेरि अडिटर प्रेजेन्ट हुनुपर्छ, एटेन्ड गर्नुपर्छ
है। जहिले इन्भेन्ट्री जहिले इन्भेन्ट्री काउन्ट हुन्छ विदिन अडिटरले के गर्नुपर्छ काउन्टिङमा प्रेजेन्ट हुनुपर्छ भन्ने कुरो हो। सेकेन्डमा त्यसरी प्रेजेन्ट भएपछि के हुन्छ भन्दाखेरि अडिटरले एक्जिस्टेन्स छ कि छैन इन्भेन्ट्रीको पनि थाहा हुन्छ, भ्यालु कुन अवस्थामा छ भन्ने कुरा पनि डाटा डकुमेन्टहरू हेर्न पाउँछ। अनिखेर त्यो एक्जिस्टेन्स कन्डिसन हेरिसकेपछि के हुन्छ भन्दाखेरि त्यसका बारेमा पनि एस्योर हुन सक्छ। सेकेन्डमा चाहिँ पर्फर्म प्रोसिडियर्स टु इन्स्योर चेन्ज इन इन्भेन्ट्री इज करेक्टली रेकर्डेड। अब के हुन्छ भन्दाखेरि फिस्कल इयर भन्नु इयर इन भन्दा अर्को डेटमा काउन्ट हुने बित्तिकै त त्यसमा एडजस्टमेन्ट गर्नुपर्छ। प्रोसिडियर्सहरू पर्फर्म गरेर न भनेको चाहिँ डाटामा पर्फर्म गरेर अब के हुनुपर्छ भन्दाखेरि इयर इनको डाटासम्म हामी के गर्नुपर्छ आइपुग्नुपर्छ। त्यसरी इयर इन डाटासम्म आइपुग्दाखेरि जति पनि प्रोसिडियर्सहरू पर्फर्म हुन्छन् जोड घटाउ हुन्छन् भनौँ न, ती जोड घटाउहरू चाहिँ के गरेको छ करेक्टली रेकर्ड भएका छन् छैनन् भनेर वर्क ब्याक गर्नुपर्छ भन्ने कुरो। अब इयर इनसम्म पुग्न त जोड घटाउ गर्नु पर्यो, त्यस्तो जोड घटाउ गरेर तिमी के गर भन्दा इयर इनको इन्भेन्ट्रीको भ्यालुसम्म पुग है। अब त्यसरी चाहिँ हामीले वर्क ब्याक गर्दाखेरि वा भनौँ पर्फर्मेन्सहरू प्रोसिडियर्सहरू पर्फर्म गर्दा चेन्जेस इन इन्भेन्टरी जति पनि इन्भेन्ट्रीमा चेन्ज भएको छ त्यस्तो चेन्जेसलाई के गर्नुपर्छ करेक्टली रेकर्ड भए नभएको यकिन गर्नुपर्छ। अब कसरी यकिन गर्ने भन्ने विषयमा चाहिँ हामीले अझै जानौँ है त। अब इन्भेन्ट्रीको रेकर्ड कागजमा कति रिलायबल छ, कागजको रेकर्ड चाहिँ कति रिलायबल छ थाहा हुन्छ। त्यसरी हामीले के गर्दाखेरि भनेदेखि यो वर्क ब्याक गरेको चाहिँ हामीले एक्युरेटली रेकर्ड भएको छ कि छैन भनेर हेर्दै गर्दाखेरि इन्भेन्ट्रीको रेकर्ड चाहिँ कागज चाहिँ कतिको रिलायबल रहेछ त नि एक्चुअल भन्दा भनेर चाहिँ हामीले के गर्नु पर्यो डकुमेन्टमा रिलायबल हुने नहुने भन्ने कुरा डिटरमाइन हुन्छ। अर्को इन्भेन्ट्रीमा भएको चेन्जेसमा कसको कति कन्ट्रोल छ त्यो पनि जानिन्छ हैन। जति चेन्जेस भयो इन्भेन्ट्रीमा त्यो पिरियडमा कसको कति कन्ट्रोल छ त्यो कुरा पनि बुझ्नु पर्यो। त्यसले पनि के गर्छ भन्दाखेरि एक्युरेटली करेक्टली रेकर्ड हुने नहुने कुरालाई के गर्छ फरक पार्दछ। केही डिफ्रेन्स आयो त्यसरी जुन हामीले इयर इन्डको डेटमा कागजमा र त्यो हामीले एक्चुअल गर्दाखेरिको डाटामा र त्यो कागजमा चाहिँ तलमाथि भनेको हामीले जोड घटाउ गर्दै गर्दा केही डिफ्रेन्स आयो भनेदेखि त्यस्तो डिफ्रेन्सको कारण के हुनसक्छ त्यो कुरा पत्ता लगाउनु पर्दछ पहिलो हैन। अर्को चाहिँ त्यस्ता डिफ्रेन्सको कारणले चाहिँ के गर्न सक्छ भन्दा अन्य कुराहरूलाई पनि इङ्गित गर्न सक्छ। त्यसको लागि के हुनु पर्यो भन्दाखेरि बड आई भ्यूमा चाहिँ हेर्नु पर्यो भनेको चाहिँ कहाँ कसरी त्यसले इम्प्याक्ट पार्न सक्छ यो कुरा पनि के गर्नु पर्यो अडिटर चनाखाउनु पर्यो भन्ने कुरो भयो त। पहिलो कुरो के हो भन्दाखेरि अब जुन दिन त्यो यदि इन्भेन्ट्री काउन्ट चाहिँ इयर इन भन्दा अर्को डेटमा भएको छ भनेदेखि जुन दिन इन्भेन्ट्री काउन्ट हुन्छ त्यही काउन्ट भएको दिनमा के गर्नुपर्छ अडिटरले स्टक काउन्ट गर वा चाहिँ गर एटेन्ड गर भन्छ। होइन गर्न सकिएन त्यो दिन गरेर चाहिँ भनेको स्टक काउन्टमा बस र स्टक काउन्टमा बसिसकेपछि अब वर्क ब्याक गर्नु पर्यो, रेकर्डको पनि चेक गर्नु पर्यो रिलायबल छ कि छैन नै पनि भनेर हेर्नु पर्यो। यदि रिलायबल आएन रेकर्डहरू भन्दाखेरि त्यसमा के हुन जान्छ स्कोप लिमिटेसन हुनसक्छ। के रहेछ भन्दा पहिलो कन्डिसन इन्भेन्ट्रीका बखतमा चाहिँ इन्भेन्ट्रीका सम्बन्धमा पहिलो कन्डिसन के भन्दाखेरि वा पहिलो केस के भन्दाखेरि चाहिँ इन्भेन्ट्रीको काउन्ट इयर इन भन्दा अन्य डेटमा हुन्छ भने जुन दिनमा त्यस्तो काउन्ट हुन्छ त्यस्तो डेटमा के गर्नुपर्छ अडिटर प्रेजेन्ट हुनुपर्छ र त्यसरी अब त्यो इयर इन भन्दा फरक डेटमा काउन्ट हुने भएकाले इयर इनसम्म पुग्नका लागि के गर्नुपर्छ भन्दाखेरि सर्टेन वर्कआउट गर्नुपर्छ। हामीले के गर्नुपर्छ प्रोसिडियर्सहरू पर्फर्म गर्नुपर्छ। त्यसरी वर्किङ ब्याक गर्दै गर्दाखेरि चाहिँ के पनि हामीलाई थाहा हुन जान्छ भन्दाखेरि त्यो इन्भेन्ट्रीको रेकर्डको कति रिलायबल रहेछ त्यो कुरा पनि हामीले जान्न सक्ने भयौँ। चेन्जेस इन इन्भेन्ट्रीमा के भएको छ त्यसका बारेमा पनि जान्ने भयौँ हैन। यी कुराहरू जान्नुपर्छ। पहिलो कन्डिसन के भने यदि इन्भेन्ट्रीको काउन्ट इयर इन भन्दा अन्य डेटमा हुन्छ भनेदेखि जुन डेटमा हुन्छ त्यो डेटमा तिमी उपस्थित हुनु र वर्कआउट गर्नु, पेपर गरेर प्रोसिडियर्सहरू पर्फर्म गरेर इयर इनको के गर्नु इन्भेन्ट्री पत्ता लगाउनु भन्ने कुरा गर्यो है त पहिलो नम्बरमा। ल अब दोस्रो नम्बरमा इन्भेन्ट्रीका सम्बन्धमा के छ त भन्दा यदि इन्भेन्ट्रीको अमाउन्ट मटेरियल छ
यदि फाइनेन्सियल स्टेटमेन्टमा उल्लेख भएको इन्भेन्ट्रीको भ्यालु चाहिँ के छ मटेरियल छ भनेदेखि अब अडिटरले यस्तो मटेरियल भएका बेलामा चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ अझै चाहिँ कन्सियस भएर अडिट प्रोसिडियर्सहरू अप्लाई गर्नुपर्ने भयो प्रोसिडियर्सहरू अप्लाई गर्नुपर्ने के गर्नु पर्यो भन्दाखेरि पहिलो चाहिँ के छ भन्दाखेरि जहाँ काउन्ट भइरहेको छ त्यो काउन्टमा चाहिँ भइरहेको ठाउँमा अडिटरले एटेन्ड गर्नै पर्छ इन्भेन्ट्री काउन्ट भए ठाउँमा एटेन्ड गर्न प्रेजेन्ट हो म्यानेजमेन्टले इन्भेन्ट्री काउन्टसँग सम्बन्धित दिएका इन्स्ट्रक्सनहरूको इभ्यालुएसन गर र म्यानेजमेन्टले दिएका ती इन्स्ट्रक्सनहरू चाहिँ त्यो काउन्ट गर्ने मान्छेले चाहिँ अप्लाई गरे नगरेको के गर्नु पर्यो भन्दाखेरि एस्योर गर्नु पर्यो हैन अब त्यो म्यानेजमेन्टले चाहिँ दिएको इन्भेन्ट्री काउन्ट गर्नलाई दिएका इन्स्ट्रक्सनहरू एप्रोप्रिएट छन् भन्ने छैनन् भनेर हामीले के गर्नु पर्यो एनालाइसिस गर्नु पर्यो यदि एप्रोप्रिएट छन् भनेदेखि त्यस्ता इन्स्ट्रक्सन फर काउन्टिङ इन्भेन्ट्रिजहरू चाहिँ के भएको छ भन्दाखेरि इम्प्लिमेन्ट भएको छ कि छैन एकुरेटली इम्प्लिमेन्ट भएको छ छैन गरेका छन् छैनन् ती स्टाफहरूले त्यसको अब्जर्भ गर्नु पर्यो काउन्ट गर्नका लागि दिएका इन्स्ट्रक्सनहरू पनि ठिक छन् हैन अनि हेर चाहिँ अर्को के गरेछ भन्दाखेरि चाहिँ त्यसरी इम्प्लिमेन्ट पनि राम्रो भइरहेछ भनेदेखि अडिटरले के गर्नु पर्यो भन्दाखेरि केही टेस्ट काउन्ट गर्नु पर्यो है टेस्ट काउन्ट गर्नु पर्यो र इन्भेन्ट्रीको इन्स्पेक्सन पनि गर्न सक्यो कसरी भन्दाखेरि केही पार्ट वा केही संख्या काउन्ट गर्न सक्यो एउटा अर्को चाहिँ गोदाममा गएर हेर्न पर्यो कि अन्दाज लगाउनु पर्यो ठ्याक्कै काउन्ट नगरे पनि टेस्ट काउन्ट त गरौँ तर ठुलो अमाउन्टमा चाहिँ एक ओभरअल के गर्नु पर्यो भने गोदाममै गएर अन्दाज लगाउनु पर्यो यतिमा यति होला भन्ने अब यति गरिसकेपछि म्यानेजमेन्टले राखेको रेकर्डसँग यति गरिसकेपछि के गर्नु पर्यो भन्दाखेरि म्यानेजमेन्टले राखेको रेकर्ड र त्यहाँ काउन्टमा आएको परिमाण मिल्छ कि मिल्दैन त्यो पनि के गर्नुपर्छ यकिन गर्नुपर्छ है काउन्ट गर्दाखेरि रेकर्डसँग पनि भेरिफाई गर्दै जानुपर्छ भन्ने कुरो भयो के रहेछ इन्भेन्ट्रीका सम्बन्धमा दोहोरो भन्दाखेरि चाहिँ दोहोरो कन्डिसन भने यदि फाइनेन्सियल स्टेटमेन्टमा उल्लेख भएको इन्भेन्ट्री के छ इन्भेन्ट्रीको अमाउन्ट मटेरियल छ भनेदेखि अडिटरले के गर्नुपर्ने रहेछ भन्दाखेरि चाहिँ इन्भेन्ट्री जहाँ काउन्ट भइरहेछ त्यहाँ एटेन्ड हुने अनि हेर म्यानेजमेन्टले इन्भेन्ट्री काउन्ट गर्नका लागि दिएका इन्स्ट्रक्सनहरूको इभ्यालुएसन गर्ने यो वेदर दोज इन्स्ट्रक्सन आर प्रोपरली इम्प्लिमेन्टेड अर नट भनेर के गर्नु पर्यो भन्दाखेरि चाहिँ त्यसको त्यो इम्प्लिमेन्ट गरेका छन् छैन काउन्ट गर्नेवालाले त्यसको पनि इन्स्योर गर्नु पर्यो काउन्ट प्रोसिडियर्सलाई के गर्नु पर्यो अब्जर्भ गर्नु पर्यो टेस्ट काउन्ट गर्न सक्ने भयो अनि इन्भेन्ट्रीको इन्स्पेक्सन गर्न सक्ने भयो यति ठाउँमा चाहिँ यति इन्भेन्ट्री हुनसक्छ भने एउटा अन्दाज पनि गर्नु पर्यो इस्टिमेसन गर्नु पर्यो इन्स्पेक्सनको माध्यमबाट र त्यसरी चाहिँ अडिटरले के गर्नु पर्यो भन्दाखेरि फिजिकल काउन्ट र रेकर्डसँग चाहिँ मिल्छ मिल्दैन भनेर चाहिँ त्यो इन्स्योर इन्भेन्ट्री रेकर्ड करेक्टली सोर द काउन्ट रिजल्ट के इन्भेन्ट्रीमा रेकर्डमा जे उल्लेख छ त्यति नै फिजिकल इन्भेन्ट्री पनि छ कि छैन यो कुरा के गर्नु पर्यो एस्योर गर्नु पर्यो भन्ने कुरा भयो यो चाहिँ पहिलो नम्बरमा के थियो भन्दाखेरि यदि फिजिकल इन्भेन्ट्रीको काउन्ट चाहिँ के इयर इन भन्दा फरक डेटमा भयो भने के गर्ने भनेर जानौँ दोस्रो नम्बरमा चाहिँ यदि इन्भेन्ट्रीको अमाउन्ट चाहिँ के छ भन्दाखेरि चाहिँ मटेरियल छ भनेदेखि त्यसमा के गर्ने भन्ने कुराहरू जानौँ अब तेस्रो नम्बरमा चाहिँ के छ भन्दाखेरि यदि इन्भेन्ट्री चाहिँ हाम्रो इन्भेन्ट्री वा हाम्रो क्लाइन्टको इन्भेन्ट्री चाहिँ के रहेछ भन्दा थर्ड पार्टीसँग रहेछ भनेदेखि त्यस्तो अवस्थामा अडिटरले के कस्ता अडिट प्रोसिडियर्सहरू पर्फर्म गरेर के गर्नु पर्यो अडिट इभिडेन्स लिनु पर्यो भन्ने कुरा हामीले जानौँ है त यदि हामीले अडिट गर्ने इन्टिटीको इन्भेन्ट्री चाहिँ थर्ड पार्टी वा को कन्ट्रोलमा छ रहेको अवस्था छ भने के गर्ने भन्दा त्यस्तो सम्पत्ति कोल्याटरलमा राखेर ऋण खाएको पनि हुनसक्छ त्यसरी थर्ड पार्टीमा पनि गएको हुनसक्छ वा कन्साइनमेन्टमा छ बाटोमा छ वा कुनै वेयर हाउसमा छ त्यस्तो हुनसक्छ कन्डिसन के हुनसक्छ भन्दाखेरि हामीले ऋण खाएर कसैलाई त्यो सम्पत्ति के दिएको हुनसक्छ भन्दाखेरि कोल्याटरमा राखेको हुनसक्छ पहिलो नम्बर अर्को नम्बर बाटोमा कन्साइनमेन्टमा भनेको चाहिँ बाटोमा आइरहेको छ गइरहेको छ कतै होला त्यो सामानहरू कन्साइनमेन्ट अन्तर्गत होला वा वेयर हाउसमा हामीले राखेको हुनसक्छ यस्ता कन्डिसनहरू हुनसक्छ जे भए पनि हामीसँग त्यो हाम्रो कन्ट्रोलमा छैन अहिले हाम्रो कस्टडीमा छैन अन्डर कस्टडी अर कन्ट्रोल अफ थर्ड पार्टीको कन्ट्रोलमा छ भनेदेखि त्यस्तो सम्पत्ति चाहिँ अब त्यस्तो सम्पत्तिका सम्बन्धमा के गर्ने भन्दाखेरि चाहिँ कन्फर्मेसन लेटर पठाउनु सबभन्दा पहिले त्यो पार्टीलाई रिलेटेड पार्टीलाई के गर्नु पर्यो कन्फर्मेसन पठाउनु पर्यो अब जसले कन्फर्म गर्ने हो ऊ पार्टीको इन्टिग्रिटी र अब्जेक्टिभमा अडिटरलाई के गर्यो डाउट लाग्यो भनेदेखि
जो पार्टीलाई हामीले कन्फर्मेसन पठाउने हो वा जो पार्टीले हाम्रो रेस्पोन्स गर्ने हो हाम्रो कन्फर्मेसनलाई त्यो पार्टीको चाहिँ केमा चाहिँ भन्दाखेरि त्यो पार्टीको चाहिँ इन्टिग्रिटी र अब्जेक्टिभिटीमा चाहिँ अडिटरलाई के भयो भन्दाखेरि डाउट लाग्यो भनेदेखि के गर्नु पर्यो भने अब त्यसरी डाउट लाग्यो भने त शङ्का त लागिहाल्यो शङ्का लागेपछि के गर्ने त्यतिकै छोड्ने कुरो भएन अडिटर के गर्नु पर्यो आफै गएर आफ्नै रोभरमा वा आफ्नै उपस्थितिमा के गर्नुपर्छ भन्दाखेरि चाहिँ फिजिकल काउन्ट गराउनुपर्छ पर्फर्म फिजिकल काउन्ट अर इन्गेज कम्पोनेन्ट अडिटर आफै गएर आफ्नै उपस्थितिमा आफ्नै रोभरमा के गर्नु पर्यो फिजिकल काउन्ट गर्न लगाउनु पर्यो अर कम्पोनेन्टको अडिटरलाई त्यो ब्रान्चको हुनसक्छ होइन हाम्रो आफ्नै नभए पनि हाम्रो कम्पोनेन्ट अडिटरलाई के गर्न सक्यो भन्दाखेरि चाहिँ जाऊ गएर त्यो हेर बुझ काउन्ट गर अनि हेर मलाई रिपोर्ट गर भनेर के गर्न सक्छ अडिटरले त्यस्तो अल्टरनेटिभ प्रोसिडियर्स पर्फर्म गर्न सक्छ पहिलो दोस्रो नम्बरमा चाहिँ के गर्न सक्छ भन्दाखेरि चाहिँ थर्ड पार्टीको अडिटर थर्ड पार्टीकै अडिटर चाहिँ अडिटर हो तर थर्ड पार्टीको अडिटरलाई चाहिँ के गर्न सक्यो भन्दाखेरि थर्ड पार्टीको अडिटर जसलाई चाहिँ के भनिन्छ भन्दाखेरि सर्भिस अडिटरको रिपोर्ट मगाऊ हैन र अनि थर्ड पार्टीले इन्भेन्ट्री काउन्ट र सेफगार्डमा के कस्तो प्रबन्ध गरेको छ त्यसको बारेमा चाहिँ कति कन्ट्रोल छ त्यसको चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ इन्स्पेक्सन गर्नुपर्छ वा त्यसको चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ इन्फर्मेसन अब्टेन गर्ने काम गर्नु पर्यो र अर्कोमा चाहिँ के गर्नु पर्यो भन्दा डकुमेन्ट रिगार्डिङ इन्भेन्ट्रीसँग रिलेटेड डकुमेन्टलाई के गर्नु पर्यो भेरिफाई गर्नु पर्यो भन्ने कुरो हो इक्जाम्पल इन्टिटीको सामान वेयर हाउस चलाउनेसँग छ हेर्न गयो सामान छ कति छ हाम्रो चाहिँ ठ्याक्कै यति हो भनेर देखाउनै सकेन नदेखा नभन्यो भनेदेखि हाम्रो कुन अरूको कुन छुट्टिँदैन भनेदेखि स्कोप लिमिटेसन हुने भयो मतलब के हो भन्दाखेरि हामी वेयर हाउसमा सामान हेर्न चाहिँ गयौँ तर के छ भन्दाखेरि त्यहाँ सामान त्यस्तै मात्रै छ अब हाम्रो कति अर्का कति कुन कति भन्ने कुरै छुट्टिँदैन भने त्यस्तो अवस्थामा चाहिँ के भन्ने भयो स्कोप लिमिटेसन भन्ने कुरो हो ल के गर्नुपर्ने रहेछ भन्दाखेरि इफ इन्भेन्ट्री इज अन्डर द कन्ट्रोल अर कस्टडी अफ थर्ड पार्टीको कन्ट्रोलमा कस्टडीमा छ भनेदेखि पहिलो के गर्नु पर्यो भन्दाखेरि कन्फर्मेसन लेटर सेन्ड गर्ने र त्यसरी थर्ड पार्टीले के गरिदियो भन्दाखेरि कन्फर्म गरिदियो भने वी आर ओके सकिहाल्यो कुरो होइन हामीलाई चाहिँ त्यो थर्ड पार्टी जसले कन्फर्म गर्छ त्यसको चाहिँ इन्टिग्रिटी र अब्जेक्टिभिटीमा चाहिँ हामीलाई शङ्का लाग्यो डाउट लाग्यो भनेदेखि के गर्नु पर्यो भन्दाखेरि आफै जाने गएर के गर्नु पर्यो वा कम्पोनेन्ट अडिटर आफै वा कम्पोनेन्ट अडिटरलाई इन्गेज गरेर के गर्नु पर्यो फिजिकल काउन्ट गर्नु पर्यो वा त्यो थर्ड पार्टीको अडिटरलाई हामीले सर्भिस अडिटर भन्छौँ त्यस थर्ड पार्टीको अडिटरको के गर्ने भन्दाखेरि रिपोर्ट अब्टेन गर्ने उसैलाई चाहिँ थर्ड पार्टीको अडिटरलाई नै काम गर्दैन बाबे भन्ने होइन थर्ड पार्टीको अडिटरको चाहिँ के गर्ने भन्दाखेरि चाहिँ रिपोर्ट अब्टेन गर्ने है रिपोर्ट अब्टेन गरिसकेपछि त्यो जसमा हाम्रो सम्पत्ति छ त्यो इन्टिटीको चाहिँ कन्ट्रोल के रहेछ त्यो इन्भेन्ट्रीको काउन्ट गर्ने सम्बन्धमा सेफगार्ड गर्ने सम्बन्धमा के कस्तो कन्ट्रोल रहेछ भनेर इन्फर्मेसन अब्टेन गर्नु पर्यो है र अर्को चाहिँ के गर्नु पर्यो भन्दाखेरि अडिटरले चाहिँ डकुमेन्टहरूको भेरिफाई गर्नु पर्यो इन्भेन्ट्रीसँग रिलेटेड डकुमेन्टलाई के गर्नुपर्दछ भन्दाखेरि भेरिफाई गर्नुपर्दछ वा इन्स्पेक्सन गर्नुपर्दछ भन्ने कुरो भयो है वेयर हाउस फ्यासिलिटी दिनेवाला छ अब उसले धेरैको सामान राख्दा छ सामान त छ तर हेर्न जाँदा कुन हाम्रो कुन अरूको भनेर छुट्टिँदैन भने त्यस्तो अवस्था हामीले के गर्नु पर्यो भन्दाखेरि त्यस्तो अवस्था हाम्रो लागि इन्भेन्ट्रीका सम्बन्धमा स्कोप लिमिटेसन हो भनेर जान्नु पर्यो है त यो भयो हाम्रो के भन्दाखेरि चाहिँ पहिलो कुरा अहिलेसम्म के जान्यो इन्भेन्ट्रीका सम्बन्धमा के कसरी अडिट इभिडेन्स अब्टेन गर्ने भन्दा इन्भेन्ट्री चाहिँ थर्ड पार्टी के अरे इयर इन भन्दा फरक डेटमा काउन्ट भएको छ भनेदेखि जुन दिन काउन्ट हुन्छ त्यो दिन गएर एटेन्ड गर अनि वर्कआउट गर प्रोसिडियर्सहरू पर्फर्म गर इन्भेन्ट्री चाहिँ के छ मटेरियल छ भनेदेखि जुन दिन काउन्ट हुन्छ त्यो दिन गएर काउन्टरमा बस अनि हेर के गर भन्दाखेरि काउन्ट गर्नलाई दिएका इन्स्ट्रक्सनहरू हेर काउन्ट गर्नलाई एप्रोप्रिएट छन् छैनन् एप्रोप्रिएट छन् भनेदेखि त्यस्ता इन्स्ट्रक्सनहरू काउन्टमा इम्प्लिमेन्ट भएका छन् छैनन् अनि हेर काउन्ट प्रोसिडियर्सलाई नै अब्जर्भ गर अनि अर्को के गर भन्दा टेस्ट काउन्ट गर अनि अर्को इन्भेन्ट्रीको इन्स्पेक्सन गर र रेकर्डसँग त्यो चाहिँ फिजिकल काउन्ट मिलिरहेको छ छैन त्यो पनि के गर्नु पर्यो
इभ्यालुएट गर्नु पर्यो, इन्स्योर गर्नु पर्यो। अब अर्को चाहिँ के भन्दा थर्ड पार्टीसँग हाम्रो सम्पत्ति छ, हाम्रो क्लाइन्टको सम्पत्ति छ भने पहिलो नम्बर के गर्नु पर्यो, कन्फर्मेसन लेटर पठाउनु पर्यो। ओके कन्फर्मेसनमा होइन, त्यो थर्ड पार्टी जसले चाहिँ हामीलाई कन्फर्म गर्छ उसको इन्टिग्रिटी र अब्जेक्टिभिटीमै चाहिँ हाम्रो अडिटरलाई के भयो, हामीलाई चाहिँ के भन्दाखेरि शङ्का लाग्ने कुरा भयो भनेदेखि अब के गर्नु पर्यो, आफै वा आफ्नो कम्पोनेन्ट अडिटरलाई लगेर के गर्नुपर्छ भन्दाखेरि चाहिँ आफै गएर वा आफ्नो कम्पोनेन्ट अडिटरलाई लगाएर फिजिकल काउन्ट गराउनुपर्छ है। अनि होइन अर्को के गर्न सक्छ भन्दाखेरि त्यो सर्भिस अडिटरको रिपोर्ट अब्टेन गर्न र त्यो इन्टिटीले के कस्तो चाहिँ उ गरिरहेको रहेछ त नि, त्यो इन्भेन्ट्रीका सम्बन्धमा सेफगार्ड र कन्ट्रोलहरू के कसरी युज गरिरहेछ त्यसका बारेमा जानकारी लिने र सँगसँगै के गर्नु पर्यो भन्दाखेरि त्यो इन्भेन्ट्रीसँग रिलेटेड डकुमेन्टहरूलाई के गर्नुपर्छ, भेरिफाई गर्नुपर्छ। वेयर हाउसमा चाहिँ सम्पत्ति छ, कसको कति छ भनेर छुट्टिँदैन भनेदेखि सम्पत्ति चाहिँ टन्नै छ तर कसको कति छ भनेर छुट्टिँदैन भने त्यसका लागि स्कोप लिमिटेसन भएको मान्नु पर्दछ। अब नेक्स्ट कन्डिसन के हुन्छ त नि हाम्रो लागि, हामीले चौथो नम्बरको कन्डिसन हेरौँ है त। अब नेक्स्ट कन्डिसन के छ भन्दा इफ अडिटर इज अनेबल टु एटेन इन्भेन्ट्री काउन्ट। कन्डिसन यस्तो आइदियो कि अडिटरले इन्भेन्ट्री काउन्टिङमा एटेन हुन सकेन भनेदेखि के गर्नुपर्छ, अब त्यो अडिट इभिडेन्स के अरे इन्भेन्ट्रीसँग रिलेटेड इभिडेन्स त अब्टेन गर्नु पर्यो। कसरी अब्टेन गर्ने भन्दाखेरि चाहिँ पर्फर्म काउन्ट अन अल्टरनेट डेट। पहिले चाहिँ के गर्नुपर्छ भन्दाखेरि अल्टरनेट डेटमा काउन्ट गराऊ र जे चेन्जेसहरू इन्भेन्ट्री भएको छ त्यसलाई प्रोपरली रेकर्ड गरेर के गरेर प्रोसिडियर्स गरेर चाहिँ प्रोसिडियर्सहरू पर्फर्म गरेर के गर्नु पर्यो, क्यारी ब्याक गर्नु पर्यो भन्ने कुरो हो। अडिटरले इन्भेन्ट्री काउन्ट जुनसुकै दिनको होस्, इयर इनमै भए पनि इयर इनभन्दा पछाडि भए पनि जुनसुकै डेटमा पनि जुन इन्भेन्ट्री काउन्ट हुन्छ त्यो इन्भेन्ट्री काउन्ट भएको डेटमा चाहिँ अडिटर प्रेजेन्ट हुन इनेबल भयो, सकेन, एटेन्ड हुन सकेन भनेदेखि उसले के गर्नु पर्यो, जुन दिन सक्षम हुन्छ त्यही दिनमा के गर्नुपर्छ, अल्टरनेट डेटमा उसले के गर्नुपर्छ, काउन्ट गर्नुपर्छ र प्रोसिडियर्स पर्फर्म गरेर वर्किङ ब्याक गरेर के गर्नुपर्छ, डाटासम्म आइपुग्नुपर्छ एक्चुअलसम्म है त। अर्को कन्डिसन के आयो भन्दाखेरि एटेन्डेन्स अन इन्भेन्ट्री काउन्ट इज इम्प्र्याक्टिकल। इन्भेन्ट्रीको नेचर र इन्भेन्ट्रीको लोकेसन कहाँ छ त्यसको कारणले गर्दा, इन्भेन्ट्रीको प्रकृति र इन्भेन्ट्रीको लोकेसनको कारणले गर्दा इन्भेन्ट्री काउन्ट भएको ठाउँमा के गर्नु भएन भन्दा असम्भव भयो, इम्प्र्याक्टिकेबल नै भयो है, प्राय असम्भव भयो। फर्स्ट अल्टरनेट के गर्नुपर्छ भन्दाखेरि डकुमेन्टको अल्टरनेटिभ प्रोसिडियर्स पर्फर्म गर्नु पर्यो पहिले चाहिँ है। जस्तो डकुमेन्टहरू भेरिफाई गर्नु पर्यो, पर्चेज गरेको भए पर्चेज बिलहरू होला, सपोर्टिङ डकुमेन्टहरू होला, पेमेन्ट गरेको सब्सिक्वेन्ट इभिडेन्सहरू होला, यी सबै गरेर वा बेचेको भएदेखि त्यो चाहिँ बेचेको रेकर्ड होला। कुनै पनि माध्यमबाट के गर्नु पर्यो भन्दाखेरि हामी पुग्न सकिएन भन्दाखेरि काउन्ट डेटमा पुग्न के अरे इन्भेन्ट्री काउन्टमा पुग्नका लागि चाहिँ इम्प्र्याक्टिकेबल भयो ड्यु टु नेचर एन्ड लोकेसन अफ द इन्भेन्ट्री। यस्तो भयो भनेदेखि अडिटरले के गर्नुपर्छ भन्दा अल्टरनेट प्रोसिडियर्सहरू पर्फर्म गर्नुपर्छ। जस्तो कि इन्स्पेक्सन अफ सपोर्टिङ डकुमेन्ट, पर्चेज, प्रायर भयो भने, सेल्स भयो भने सब्सिक्वेन्ट आदि कुराहरू चाहिँ के गर्नुपर्छ, भेरिफाई गर्नुपर्दछ। यस्ता भेरिफिकेसनले के गर्यो भन्दाखेरि चाहिँ ल फिजिकल काउन्टमा त म पुग्न सकिनँ, मलाई डकुमेन्ट देखाइदेऊ न त भनेको डकुमेन्ट पनि छैन भनिदिन्छन्। ल त्यसरी डकुमेन्टबाट पनि इभिडेन्स अब्टेन गर्न सकिएन भनेदेखि अल्टरनेट प्रोसिडियर्स पर्फर्म गर्दा पनि इभिडेन्स अब्टेन गर्न सकिएन भने यो त के भयो भन्दा स्कोप लिमिटेसन भयो। स्कोप लिमिटेसन भइसकेपछि के गर्नुपर्छ भन्दाखेरि मोडिफाई गर्नुपर्छ ओपिनियन। यदि मटेरियल छ त्यो अमाउन्ट स्टक गएर इन्भेन्ट्रीको अमाउन्ट मटेरियल छ भने क्वालिफाइड ओपिनियन भनेको, पर्सपेसिभ छ भने डिस्क्लेम अफ ओपिनियन भनेर जानुभयो है। यति भन्दैमा के हो भन्दाखेरि स्पेसियल कन्सिडरेसनका कुराहरू गर्थ्यो। स्पेसियल कन्सिडरेसन फर सेलेक्टेड आइटम्स भनेर चाहिँ यो अडिट इभिडेन्स कसरी ग्यादर गर्ने भन्ने कुरामा छौँ हामी एनएसए 501 मा। स्पेसियल कन्सिडरेसन, स्पेसिफिक कन्सिडरेसन फर सेलेक्टेड आइटम भनेर 3टा आइटम मध्ये पहिलो इन्भेन्ट्रीका बारेमा हामीले जान्यौँ। कस्ता कस्ता अवस्थामा अडिटरले कसरी चाहिँ अडिट इभिडेन्स अब्टेन गर्ने भन्ने कुरा जान्यौँ। यदि इन्भेन्ट्री काउन्ट चाहिँ इयर इन्ड भन्दा अन्य डेटमा हुन्छ भनेदेखि जुन डेटमा हुन्छ उ दिने अडिटर के गर्नु पर्यो, काउन्ट भएको ठाउँमा गएर उपस्थित एटेन्ड हुनु पर्यो र त्यसमा चाहिँ वर्क गर्नु पर्यो।
प्रोसिडियर्सहरु पर्फर्म गरेर करेक्टली रेकर्ड गर्नु पर्यो चेन्जेसहरुलाई के गर्नु पर्यो करेक्टली रेकर्ड गरेर के गर्नु पर्यो भन्दाखेरि उले इयर एन्ड सम्मको इन्भेन्ट्रीमा पुग्नु पर्यो नेक्स्टमा के छ इन्भेन्ट्रीको अमाउन्ट एकदम मटेरियल छ फाइनान्शियल स्टेटमेन्टमा मेन्सन गरेको इन्भेन्ट्रीको अमाउन्ट भन्दाखेरि त्यस्तो फिजिकल काउन्ट भएकोमा पुग्नु पर्यो त्यो काउन्ट गर्नका लागि म्यानेजरले दिएका इन्स्ट्रक्सनहरु एप्रोप्रिएट भएन भएको यकिन गर्नु पर्यो एप्रोप्रिएट भएको छ भने त्यस्तो इन्स्ट्रक्सनहरु एप्लाई भएको छ छैन काउन्टमा त्यसलाई अब्जर्भ गर्नु पर्यो अनि टेस्ट काउन्ट पर्फर्म गर्न सक्ने भयो इन्स्पेक्सन गर्न सक्ने भयो र इन्स्पेक्सन वा त्यसरी फिजिकल काउन्ट गर्दाखेरि त अडिटर पनि उपस्थित छ त्यस्तो फिजिकल काउन्ट सँगसँगै के गर्नु पर्यो रेकर्ड पनि के भएको छ छैन अपडेट भएको छ छैन त्यसलाई पनि के गर्नु पर्यो भन्दाखेरि चाहिँ इन्भेन्ट्री रेकर्ड्स र त्यो फिजिकल काउन्ट मिलिरहेको छ छैन त्यो पनि भेरिफाई गर्नु पर्यो भन्ने कुरो तेस्रो नम्बरमा चाहिँ के भन्दाखेरि यदि इन्भेन्ट्री थर्ड पार्टीसँग छ भन्दाखेरि कन्फर्मेसन लेटर पठाउने कन्फर्म गर्दै भन्दाखेरि ठिक छ ओके भइहाल्यो होइन त्यो कन्फर्म गर्ने पार्टीको हाम्रो इन्टिग्रिटी र अब्जेक्टिभिटीमा नै हामीलाई शङ्का लाग्छ अडिटरलाई शङ्का लाग्छ भन्दाखेरि के गर्नु पर्यो आफै आफ्नो कम्पोनेन्ट अडिटरलाई लिएर गएर फिजिकल काउन्ट गराउनु पर्यो होइन त्यसरी गराउन सकिएन त्यस्तो सम्भव भएन भन्दाखेरि सर्भिस अडिटरको रिपोर्ट मगाउनु पर्यो अडिट रिपोर्ट र त्यसले के कुरा गरेको छ त त्यो चाहिँ इन्भेन्ट्री काउन्ट गर्न र सेफगार्ड गर्ने सम्बन्धमा के कस्ता कन्ट्रोलहरु मेजर्सहरु उले अपनाएको छ त्यो एन्टिटीले त्यो बारेमा पनि हामीले इन्फर्मेसन लिएर के गर्न सकिन्छ भन्दाखेरि कुन लेभलको चाहिँ उसले के गर्दो रहेछ भन्दाखेरि इन्भेन्ट्रीमा चाहिँ प्रोसिडियर्सहरु पर्फर्म गरेको छ त्यसलाई हेर्न पनि सक्यो त्यसरी पनि हामीले इन्भेन्ट्री रिलेटेड एभिडेन्सहरु लिन सकिन्छ र त्यस्तो थर्ड पार्टीसँग छ भन्दै गर्दाखेरि चाहिँ हामीले त्यो थर्ड पार्टीसँग भएको तरिकासँग रिलेटेड के गर्नुपर्छ भन्दाखेरि चाहिँ डकुमेन्टहरु भेरिफाई गर्नुपर्छ भन्ने भयो अब चौथो कन्डिसन के हुन सक्छ भन्दाखेरि यदि कुनै पनि डेटमा चाहिँ के गर्न सकेन इयर एन्डमै होस् वा अन्य डेटमा होस् अडिटरले चाहिँ के गर्न सकेन भन्दाखेरि फिजिकल काउन्टमा चाहिँ के गर्न सकेन भन्दाखेरि जुन दिन काउन्ट भएको थियो त्यो काउन्ट भएको दिनमा चाहिँ एटेन्ड हुन सकेन भन्दाखेरि के गर्नु पर्यो भन्दाखेरि उले चाहिँ अल्टरनेट डेटमा गएर काउन्ट गर्न लगाउनु पर्यो अल्टरनेट डेटमा गएर काउन्ट गर्न लगाइसकेपछि त के गर्नुपर्छ प्रोसिडियर्सहरु पर्फर्म गर्नु पर्यो त्यो डेटसम्मको चाहिँ काउन्टसम्म स्टकसम्म पुग्नको लागि नेक्स्ट के हो भन्दाखेरि चाहिँ यदि अडिट के अरे एटेन्डेन्स इन्भेन्ट्री काउन्टमा पुग्न पनि सकिएन अल्टरनेटमा डेमा गएर गर्न पनि सकिएन त्यस्तो कुनै नेचर अफ इन्डस्ट्री अर लोकेसन अफ द इन्डस्ट्रीको कारणले गर्दाखेरि भन्ने भयो भनेदेखि के गर्नुपर्छ भन्दाखेरि अल्टरनेट डेटमा अडिटरले के गर्नुपर्छ भन्दाखेरि के सरी अल्टरनेटिभ अडिट प्रोसिडियर्सहरु पर्फर्म गर्नुपर्छ जस्तो डकुमेन्टहरुबाट पनि इन्भेन्ट्रीको एक्जिस्टेन्स भयो नभएको आदि कुराहरु भेरिफाई गर्न सकिन्छ पर्चेज सेल्स इन्भेन्ट्री डकुमेन्टहरु यी सबैको डकुमेन्टहरुबाट भेरिफाई गर्ने होइन त्यसरी डकुमेन्ट पनि अवेलेबल छैन एभिडेन्स अब्टेन गर्न सकिएन त्यस्तो डकुमेन्टबाट पनि वा चाहिँ डकुमेन्ट नै छैन एउटा अर्को चाहिँ डकुमेन्टबाट पनि भए पनि डकुमेन्ट भए तापनि के गर्न सकिएन भन्दाखेरि अडिट एभिडेन्स चाहिँ अब्टेन गर्न सकेन भन्दाखेरि त्यो स्कोप लिमिटेसन हो स्कोप लिमिटेसन हुने बित्तिकै के हुन्छ भन्दाखेरि ओपन एन्ड मोडिफाई हुन्छ भनेर हामीले जानौँ यहाँसम्मका कुराहरू अब जानौँ फर्स्टमा नेक्स्टमा अब हाम्रो के छ सेकेन्ड आइटम भन्दा लिटिगेसन एन्ड क्लेम छ अब लिटिगेसन र क्लेमका सम्बन्धमा के कसो भनेको छ हामीले यसका बारेमा जान्नुपर्छ लिटिगेसन एन्ड क्लेमका सम्बन्धमा चाहिँ अडिटर केमा बढी चनाखो हुन्छ भन्दाखेरि कम्प्लिटनेसमा भनेको सबै लिटिगेसनहरुका चाहिँ आइडेन्टिफाई भयो कि भएनन् र जति प्रोभिजन गर्नुपर्ने त्यति प्रोभिजन भयो कि भएन भन्ने कुरा है त मेनली अडिटरले लिटिगेसन एन्ड क्लेमका सम्बन्धमा के हेर्छ भने कतै म्यानेजमेन्टले प्रोभिजन गर्न पर्ने केही छुटायो कि प्रोभिजन गर्न पर्ने कुराहरू सबै लिटिगेसन र क्लेमहरु आइडेन्टिफाई गर्यो कि गरेन हैन जति डिस्क्लोज गर्नुपर्नेहरु त्यति कुराहरू डिस्क्लोज नगरिकन राखेको पो छ कि जति डिस्क्लोज गर्नुपर्ने त्यति नगरेर एडुकेटली डिस्क्लोज पो गरेर कि डिस्क्लोज चाहिँ गरे जस्तो गराछ एडुकेटली डिस्क्लोजर गर्नुपर्ने ठाउँमा त्यस्तो एडुकेट डिस्क्लोजर गरेन कि आदि इत्यादि कुराहरुमा के गर्नुपर्छ भन्दा अडिटरले एस्योर हुनुपर्छ अब कम्प्लिटनेस अफ लिटिगेसन एन्ड क्लेमको भन्छ कम्प्लिटनेस भनेको कुनै पनि कुरा नछुटोस् भन्ने कुरालाई कम्प्लिटनेस है त अब जान्न लगाउँ कि लिटिगेसन र क्लेमका सम्बन्धमा अडिटरले के कस्ता अडिट प्रोसिडियर्स पर्फर्म गर्छ भनेर हामीले जान्नु पर्यो है क्लाइन्टले हामीसँग अडिटरसँग चाहिँ केही लुकाएको छैन नि सफिसिएन्ट एन्ड एप्रोप्रिएट अडिट एभिडेन्स का आधारमा लिटिगेसन एन्ड क्लेमका सम्बन्धमा के हुन्छ मेन फोकस भन्दाखेरि के क्लाइन्टले सबै लिगल केसेसहरु आइडेन्टिफाई गरेको छ भने त्यसरी आइडेन्टिफाई भए गरेका सम्पूर्ण लिगल केसेसका उपरमा चाहिँ चाहिने के छ भन्दा प्रोभिजनहरु चाहिँ चाहिने प्रोभिजन एडुकेट प्रोभिजन गरेको छ छैन प्रोभिजन गरेको छ भने डिस्क्लोजर दिएको छ छैन डिस्क्लोजर पनि एडुकेट डिस्क्लोजर दिनुपर्ने ठाउँमा एडुकेट डिस्क्लोजर दिएको छ छैन यी कुरामा के गर्नुपर्छ अडिटर एस्योर हुन चाहन्छ म्यानेजमेन्ट अनि इन हाउस लिगल कन्सल्टेन्ट जो छ के हुन सक्छ प्रोसिडियर्स भनेको चाहिँ पहिलो के गर्ने भन्दा इन्क्वायरी अफ म्यानेजमेन्ट एन्ड इन हाउस लिगल काउन्सिल
म्यानेजमेन्ट अनि लिगल कन्सल्टेन्ट जो छ उसँग हामीले के गर्ने भन्दा इन्क्वायरी गर्ने के गर्ने भन्दाखेरि के सबै लिटिगेसन एन्ड क्लेमहरूको आइडेन्टिफिकेसन भएको छ के त्यसको त्यो लिटिगेसन एन्ड क्लेमको डिस्क्लोजर वा भ्यालुएसन प्रोपरली गरेको छ भनेर के गर्नु पर्यो फर्स्टमा चाहिँ के गर्नु पर्यो इन्क्वायरी विथ म्यानेजमेन्ट भनेर भन्नु पर्यो सेकेन्डमा के गर्नु पर्यो भन्दाखेरि इन्स्पेक्ट माइन्युट अफ टिसिडब्ल्युजी एन्ड करेस्पोन्डेन्स विथ एक्सटर्नल लिगल काउन्सिल टिसिडब्ल्युजीको माइन्युटलाई के गर्ने इन्स्पेक्ट गरेर पनि के गर्न सकिन्छ भन्दाखेरि चाहिँ लिगल केसेसहरू नभएका कुरामा हामी एस्योर हुन सकिन्छ एक्सटर्नल लिगल कन्सल्टेन्टहरू जो छ उसँग चाहिँ इन्फर्मेसन आदान प्रदान गरेर पनि के गर्न सकिन्छ भन्दाखेरि चाहिँ उसँग पनि कन्फर्मेसन लिएर लिटिगेसनहरू सबै आइडेन्टिफाई भएका छन् कि छैनन् र त्यसका सम्बन्धमा के छ त प्रोभिजनहरू गरेको छ छैन पहिलो कुरा त के भन्दाखेरि लिटिगेसनै के कति पर्यो भन्ने कुरामा समस्या पर्यो म्यानेजमेन्ट र इन हाउसको लिगल कन्सल्टेन्टसँग इन्क्वायरी गरेर लिटिगेसन सबै आइडेन्टिफाई भएका छन् छैनन् यो कुरा पत्ता लगाउने दोस्रोमा चाहिँ के छ भन्दाखेरि टिसिडब्ल्युजीको माइनटले इन्स्पेक्ट गरेर एक्सटर्नल लिगल कन्सल्टेन्टसँग के गर्ने भन्दाखेरि इन्फर्मेसन एक्सचेन्ज गर्ने त्यसरी पनि थाहा पाउन सकिन्छ कि सबै लिटिगेसनहरू आइडेन्टिफाई भएको भनेर है अब लिगल एक्सपेन्सेस अकाउन्ट जति हुन्छ ड्युरिङ द पिरियडमा सबै के गर्नुपर्छ 100% रिभ्यू गर्नुपर्छ 100% टेस्टिङ भन्ने होइन 100% टेस्टिङ गर्नुपर्छ वा 100% रिभ्यू गर्नुपर्छ ड्युरिङ द पिरियडमा भएको सम्पूर्ण लिगल एक्सपेन्सेसको के गर्नुपर्छ हामीले रिभ्यू गर्नुपर्छ र अर्को चाहिँ के गर्नुपर्छ भन्दाखेरि चौथो नम्बरमा चाहिँ म्यानेजमेन्टसँग रिटर्न रिप्रेजेन्टेसन लिनुपर्छ चौथोमा रिटर्न रिप्रेजेन्टेसन लिनुपर्छ हामी केमा छौँ भन्दा अडिट इभिडेन्स कसरी कलेक्ट गर्ने भन्ने छौँ कुन सेक्टरमा भन्दा कुन स्पेसियलाइज सेक्टरमा भन्दा लिटिगेसन एन्ड क्लेमका सम्बन्धमा अडिट इभिडेन्स कसरी पत्ता लगाउने भन्दाखेरि हामी चारवटा कुरामा छौँ मेनली चारवटा मध्ये पहिलोमा के छ भन्दाखेरि म्यानेजमेन्ट र इन हाउस लिगल कन्सल्टेन्टसँग इन्क्वायरी गर्ने दोस्रो नम्बरमा चाहिँ के छ भन्दाखेरि टिसिडब्ल्युजीको माइनटलाई के गर्ने भन्दाखेरि चाहिँ टिसिडब्ल्युजीको माइनटलाई चाहिँ इन्स्पेक्सन गर्ने वा करेस्पोन्डेन्ट एक्सटर्नल लिगल काउन्सिलसँग के गर्ने भन्दाखेरि चाहिँ इन्फर्मेसनहरू एक्सचेन्ज गर्ने ड्युरिङ द पिरियडमा भएका सम्पूर्ण लिगल खर्चहरूको के गर्ने भन्दाखेरि चाहिँ सम्पूर्ण लिगल खर्चहरूको के गर्ने 100% टेस्टिङ गर्ने त्यसो गरेर पनि हामीले के गर्न जान्दछौँ भन्दाखेरि लिटिगेसन र क्लेम सम्बन्धी के कति के परेका नपरेका भन्ने थाहा पाउँछौँ म्यानेजमेन्टको रिप्रेजेन्टेसन लिने कि आइडेन्टिफिकेसनका सम्बन्धमा चाहिँ के म्यानेजमेन्टले के भन्नु पर्यो भन्दा हामीले सम्पूर्ण लिगल क्लेमहरूलाई के गरेका छौँ आइडेन्टिफिकेसन गरेका छौँ भनेर म्यानेजमेन्टको के हुन्छ भन्दाखेरि चाहिँ रिप्रेजेन्टेसन लिनुपर्छ म्यानेजमेन्टबाट भन्ने कुरो लास्ट बट नट लिस्ट के भन्छन् कुनै हो त्यस्तै भने जस्तो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरो चाहिँ के छ भन्दाखेरि कम्युनिकेसन विथ एक्सटर्नल लिगल काउन्सिल अब लिटिगेसन र क्लेमका सम्बन्धमा सफिसिएन्ट एन्ड एप्रोप्रिएट अडिट इभिडेन्स कहिले प्राप्त भएको मान्ने भन्दा म्यानेजमेन्टले सबै लिगल केसेस अनि क्लेमको के गरेको छ आइडेन्टिफिकेसन गरेको पाइयो है कस्ता कस्ता अवस्थामा चाहिँ के गर्ने भन्दा लिटिगेसन र क्लेमका सम्बन्धमा सफिसिएन्ट एन्ड एप्रोप्रिएट अडिट इभिडेन्स अब्टेन गरेको मान्ने भन्दाखेरि चाहिँ म्यानेजमेन्टले सबै लिगल केसेस अनि क्लेमको आइडेन्टिफिकेसन गरेको छ र म्यानेजमेन्टले लिटिगेसन र क्लेमको प्रकृति अनुसार प्रोभिजन चाहिनेमा प्रोभिजन गरेको छ प्रोभिजन चाहिनेमा प्रोभिजन गर्यो अनि डिस्क्लोजर चाहिनेमा डिस्क्लोजर गरेको छ भनेदेखि हामीले के भन्न सक्यौँ भन्दाखेरि लिटिगेसन र क्लेम सम्बन्धी कम्प्लिटनेस छ भनेर हामीले के गर्न सक्यौँ भन्दाखेरि सफिसिएन्ट एन्ड एप्रोप्रिएट अडिट इभिडेन्स अब्टेन गऱ्यौँ हामीले भनेर हामी भन्न सक्यौँ एक्सटर्नल लिगल कन्सल्टेन्टसँग हामीले के गर्दाखेरि भन्दाखेरि चाहिँ एक्सटर्नल लिगल कन्सल्टेन्टसँग कम्युनिकेसन गर्दाखेरि के विषयमा कम्युनिकेसन गर्ने भन्दाखेरि चाहिँ पेन्डिङ लिटिगेसन के कति छन् र त्यो पेन्डिङ लिटिगेसनका सम्बन्धमा त्यो आउटकमहरू के हुनसक्छ र त्यो आउटकमको फाइनेन्सियल इम्प्याक्ट के कति पर्छ यी कुरा सबै जान्नका लागि के गर्नुपर्छ भन्दाखेरि एक्सटर्नल इन्टिटीको एक्सटर्नल लिगल कन्सल्टेन्टसँग के गर्नुपर्छ कम्युनिकेसन गर्नुपर्ने हुन्छ अब यहाँ के गर्न सकिन्छ कस्ता कस्ता तरिकाबाट चाहिँ हामीले गर्न सकिन्छ भन्दाखेरि चाहिँ हामीले हेरौँ त के बारेमा गर्ने भन्दा पेन्डिङ लिटिगेसन कुन छन् त्यस्ता पेन्डिङ लिटिगेसनका सम्बन्धमा एक्सपेक्टेड आउटपुट के होला र त्यो एक्सपेक्टेड आउटपुट अनुसारको चाहिँ फाइनेन्सियल इम्प्याक्ट इम्प्लिकेसन के होला भनेर चाहिँ के गर्नुपर्ने हुन्छ कम्युनिकेसन गर्नुपर्ने हुन्छ कम्युनिकेसन हामीले यहाँ गर्दाखेरि एक्सटर्नल लिगल कन्सल्टेन्टसँग 3 तरिकाबाट गर्न सकिन्छ है 3 तरिकाबाट चाहिँ हामीले के गर्न सकिने भन्दाखेरि लिगल कम्युनिकेसन गर्न सकिने हेरौँ है त
पहिलोमा चाहिँ के गर्छ भन्दाखेरि अडिटरले लेटर अफ जेनरल इन्क्वायरी पठाउँछ। नो लिस्ट अफ लिटिगेसन इन्क्लुडेड, के भन्छ भन्दा लिस्ट दिने, अनि तिम्रो अनुभवले के कति जित्छ कति के भन्दा तिम्रो नलेजमा आएका लिटिगेसन एन्ड क्लेमको लिस्ट देऊ पहिलो तिमीले, अनि त्यो प्रत्येक लिस्टमा चाहिँ तिमीले के कुरा मेन्सन गर भन्दाखेरि चाहिँ के होला त जितिएला हारिएला भन्ने के लाग्छ त्यसका बारेमा तिमीले के गर भन्दाखेरि चाहिँ डिस्क्लोजर गरिदेऊ। त्यो हारजित के होला, एक्सपेक्टेड आउटकम के होला त्यसको पनि तिमीले मेन्सन गरिदेऊ भनेर भन्नु पर्यो है। अब के गर्ने पहिलोमा भन्दाखेरि चाहिँ लेटर अफ जेनरल इन्क्वायरीको लेटर पठाउने के भनेर पठाउने भन्दाखेरि चाहिँ हे लिगल कन्सल्टेन्ट, तिमीले यसको लिगल कन्सल्टेन्टको रूपमा काम गरिरहेछौ, मलाई के चाहिँ इन्फर्मेसन देऊ भने म चाहिँ अहिले अडिटरको हैसियतबाट तिमीलाई लेटर लेखिरहेको छु, मलाई तिमीले के इन्फर्मेसन पठाउनु पर्यो भन्दाखेरि यो एन्टिटीका सम्बन्धमा परेका लिगल लिटिगेसन र क्लेमहरू के छन् तिम्रो नजरमा आएका ती सम्पूर्ण लिस्ट बनाएर त्यो लिस्ट पठाऊ, यो एन्टिटीसँग रिलेटेड लिटिगेसन र क्लेमको लिस्ट पठाऊ, र त्यो लिस्टमा चाहिँ तिमीले कुन लिटिगेसनमा चाहिँ कति जितिएला कति हारिएला भन्ने तिम्रो पर्सेन्टेज अफ चाहिँ के छ त, त्यसमा एक्सपेक्टेसन के छ, एक्सपेक्टेड आउटकम त्यसको बारेमा पनि तिमीले मेन्सन गर, अनि त्यसको फाइनेन्सियल इम्प्लिकेसन के होला भन्ने कुरा तिमीलाई थाहा छ भने भन, होइन भने हामी हेरौँला भन्ने कुरा यसमा गर्यो। अब यसमा लिस्ट पनि के गर्छ त्यो लिगल कन्सल्टेन्टले नै बनाउँछ र त्यसमा कमेन्ट पनि उसैले गर्छ। पहिलो दोस्रोमा चाहिँ के गर्छ भन्दाखेरि लिस्ट अफ लेटर अफ स्पेसिफिक इन्क्वायरी, लेटर अफ स्पेसिफिक इन्क्वायरीमा चाहिँ के गर्छ भन्दाखेरि अडिटरले हे मेरो क्लाइन्टको तिमी एक्सटर्नल लिगल कन्सल्टेन्ट, तिमीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि मैले यो लिस्टहरू दिएको छु, यसका सम्बन्धमा चाहिँ तिमीलाई के लाग्छ, एक्सपेक्टेड आउटकम के हुन्छ, म्यानेजमेन्टले एउटा एसेसमेन्ट दिएको छ होइन, एक्सटर्नल लयरसँग डाइरेक्ट होइन के गर्छ भन्दाखेरि लिस्ट अफ लिटिगेसन पनि मैले पठाएको छु, अनि म्यानेजमेन्टले यस्तो भनिरहेछ, तिमीले यसमा के कमेन्ट गर्छौ, तिम्रो फरक राय हो कि म्यानेजमेन्टले जे भन्छ त्यही हो भनेर चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ त्यसरी चिठी पठाउनुपर्छ, र उसले लयरले के गर्ने भन्दा कमेन्ट गर ल भनेर लयरलाई पठाउनुपर्छ है। अर्को चाहिँ के छ भन्दाखेरि डाइरेक्ट मिटिङ गरौँ न त, एक्सटर्नल लयर र लयरसँग डाइरेक्ट मिटिङ गरौँ, अडिटरले कस्तो अवस्थामा बस्नुपर्ने हुनसक्छ भन्दाखेरि यो चाहिँ म्याटर एकदम सिग्निफिकेन्ट र कम्प्लेक्स छ भनेदेखि के गर्नुपर्ने हुन्छ, डाइरेक्ट मिटिङ बसौँ भनेर भन्नुपर्ने हुन्छ। म्यानेजमेन्ट र लयरको एसेसमेन्ट इन्कन्सिस्टेन्ट भयो, म्यानेजमेन्टले एउटा भनेछ आउटकम यति होला यस्तो होला भनेर, लयरले चाहिँ आउटकम त्यसको विपरीत होला भनेर भन्छ एक्सपेक्टेड आउटकम भनेदेखि म्यानेजमेन्टले के गर्नु पर्यो भन्दाखेरि त्यस्तो अवस्थामा पनि डाइरेक्ट मिटिङको के गर्नुपर्छ भन्दा एरेन्ज गराउनलाई म्यानेजमेन्टलाई भन्नु पर्यो। यदि म्यानेजमेन्टले त्यस्तो डाइरेक्ट मिटिङ गरायो भनेदेखि ठिक छ, होइन भनेदेखि त्यसलाई स्कोप लिमिटेसन भनेर हामीले राख्न पाउँछौँ भन्ने कुरो भयो। ल लिटिगेसनका सम्बन्धमा पनि हामीले जान्यौँ, के जान्यौँ भन्दा कम्प्लिटनेस हेर्नु पर्दो रहेछ लिटिगेसन र क्लेमका सम्बन्धमा चाहिँ होइन। के छ भन्दाखेरि सबै लिटिगेसन र क्लेमहरू आइडेन्टिफाई भयो त त्यो पिरियडमा भनेर एउटा जान्नुपर्ने रहेछ। अनि अर्को चाहिँ आइडेन्टिफाई भएका लिटिगेसनका सम्बन्धमा जुन लिटिगेसनका सम्बन्धमा प्रोभिजन गर्नुपर्ने हो गरेको छ, अनि जुन लिटिगेसनका सम्बन्धमा डिस्क्लोजर दिनुपर्ने दिएको छ, जुन लिटिगेसनका सम्बन्धमा क्लेमका सम्बन्धमा एडुकेट डिस्क्लोजर दिनुपर्ने त्यो एडुकेट डिस्क्लोजर पनि दिएको छ। यति कुराहरू भएका छन् भने यस्ता कुराहरू भएका छन् भनेदेखि के गर्न पाइयो भन्दाखेरि ठिक छ, त्यो यति कुराहरू भेरिफाई गर्न पाइयो भनेदेखि लिटिगेसन र क्लेमका सम्बन्धमा अडिटरले सफिसिएन्ट एन्ड अप्रोप्रिएट अडिट इभिडेन्स अब्टेन गरेको हो भनेर जान्न सक्यो। अब लिटिगेसन र क्लेमका सम्बन्धमा चाहिँ कसरी अब इभिडेन्स अब्टेन गर्न सकिन्छ भन्दाखेरि म्यानेजमेन्ट र इन हाउस लिगल कन्सल्टेन्टसँग के गरेर इन्क्वायरी गरेर पहिलो, अनि दोस्रो चाहिँ बोर्ड माइन्युटहरू इन्सपेक्ट गरेर वा यहाँनिर अर्को एक्सटर्नल बोर्ड माइन्युटहरूसँग बोर्ड माइन्युट इन्सपेक्सन गर्ने। अर्को चाहिँ के गर्ने भन्दाखेरि टिसिडब्ल्युजीको एक्सटर्नल लिगल काउन्सिलसँग कन्सल्टेन्टसँग के करेस्पोन्डेन्सहरू इन्फर्मेसनहरू एक्सचेन्ज भएको छ त्यसको पनि इन्सपेक्सन गरेर हामीले के गर्न सक्छौँ भन्दा लिटिगेसन र क्लेमका बारेमा के गर्न सक्छौँ, इन्फर्मेसनहरू यसै इभिडेन्सहरू अब्टेन गर्न सक्छौँ। नेक्स्ट नम्बरमा के छ भन्दाखेरि लिगल एक्सपेन्सेस 100% लिगल एक्सपेन्सेसको रिभ्यू गरेर पनि हामीले के गर्न सक्छौँ भन्दाखेरि वेदर त्यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ सबै लिटिगेसन र क्लेमको चाहिँ के भएको छ, आइडेन्टिफाई भएका छन् र रिलेटेड एक्सपेन्सेसहरू बुक भएको छ, प्रोभिजनहरू बुक भएको छ भनेर हामीले कन्फर्म गर्न सक्छौँ। नेक्स्टमा के छ भन्दाखेरि म्यानेजमेन्टबाट रिटर्न रिप्रेजेन्टेसन लिने भन्ने कुरा हो।
अब 5औं नम्बरमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट के छ भन्दा अघि हामीले चाहिँ यो 2 नम्बरमा चाहिँ के भनेको भन्दाखेरि चाहिँ एक्सटर्नल TCWG र एक्सटर्नल लिगल काउन्सिलसँग चाहिँ के कस्ता इन्फर्मेसनहरू एक्सचेन्ज भएका छन् त्यसका बारेमा र लास्टको चाहिँ के हो भन्दा 5 नम्बरको भन्दाखेरि चाहिँ अडिटरले डाइरेक्ट के गर्ने भन्दाखेरि चाहिँ एक्सटर्नल लिगल कन्सल्टेन्टसँग कम्युनिकेसन गर्ने कसरी गर्न सक्ने रहेछ एउटा जेनरल इन्क्वायरीको लेटर पठाउने लिस्ट पनि तिमी नै देऊ कमेन्ट पनि त्यसैमा तिमी नै गर भन्ने दोस्रो नम्बरमा लिस्ट म दिन्छु त्यसमा म्यानेजमेन्टले यसो भन्छ भनेर पनि म लेख्छु त्यो म्यानेजमेन्टले भनेको कुरा चाहिँ तिमीसँग त्यसमा सहमत हो कि होइन कमेन्ट गर भनेर पठाउने तेस्रो नम्बरमा चाहिँ सिग्निफिकेन्ट रिस्क छ अनि म्याटर कम्प्लेक्स छ भनेदेखि के गर्नुपर्छ भन्दाखेरि डाइरेक्ट मिटिङ एरेन्ज गर्न भन्न सक्ने र म्यानेजमेन्टले गरेको यो 2 नम्बरमा चाहिँ के छ भन्दाखेरि म्यानेजमेन्टले एउटा एसेसमेन्ट गरेको थियो त्यसका बारेमा कमेन्ट गर भनेको म्यानेजमेन्टले गरेको कमेन्ट र त्यो एक्सटर्नल लिगल कन्सल्टेन्टले भनेको कमेन्ट म्याच भएन भनेदेखि त्यहाँ रिस्क आइयो त्यति बेला पनि के गर्नु पर्यो भन्दाखेरि डाइरेक्ट मिटिङ एरेन्ज गरेर अडिटर र एक्सटर्नल लिगल कन्सल्टेन्ट भेटाउनु पर्यो भेटाउने वातावरण म्यानेजमेन्टले बनाइदिनु पर्यो म्यानेजमेन्टले बनाएर भनेदेखि त्यसलाई के भनेर बुझ्नु पर्यो हामीले स्कोप लिमिटेसन भएको भनेर जान्ने भयो है त ल 2 नम्बरको लिगली लिटिगेसन र क्लेम पनि सक्यो अब तेस्रो नम्बर स्पेसिफिक एरिया सेक्टरमा चाहिँ हामी कहाँ छौँ भन्दा अब तेस्रो नम्बरमा हेरौँ के भन्छ भनेर हामीले जानौँ सेगमेन्ट इन्फर्मेसनका सम्बन्धमा हामीले इन्फर्मेसन ग्यादर गर्नु सफिसियन्ट एन्ड एप्रोप्रिएट अडिट एभिडेन्स अब्टेन गर्नु के छ भन्दाखेरि एकदम आवश्यक छ अब हामी सेगमेन्ट इन्फर्मेसनतर्फ लागौँ अडिटरले सेगमेन्ट इन्फर्मेसनका सम्बन्धमा एस्योर हुन चाहेको कुरा भनेको सेगमेन्ट प्रेजेन्टेसन र डिस्क्लोजर एप्लिकेबल फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क अनुसार भए नभएको यकिन गर्न चाहन्छ कसरी यकिन गर्ने त भनेर अडिटरले कसरी गर्छ बुझिराखौँ म्यानेजमेन्टले रिपोर्टेबल सेगमेन्ट डिटरमाइन गर्न कुन कुन मेथड युज गरेको छ त्यसका सम्बन्धमा जानकारी लिने अब्टेन द अन्डरस्ट्यान्डिङ अफ मेथड्स युज बाई म्यानेजमेन्ट टु डिटरमाइन द रिपोर्टेबल सेगमेन्ट एसेट्स बेस्ड हो कि रेभेन्यू बेस्ड हो कि प्रॉफिट बेस्ड हो त्यो बारेमा हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ इन्फर्मेसन ग्यादर गर्नुपर्छ दोस्रो नम्बरमा के गर्नुपर्छ भन्दाखेरि त्यसरी युज गरेको मेथड ठिक थियो कि थियो त ठिक छ त त्यो एप्लिकेसन टेस्ट एप्लिकेसन अफ द मेथड कुन मेथड युज गरो त्यो मेथडको एप्लिकेसन गर्दाखेरि के कसरी गरेको छ राम्ररी गरेको छ छैन त्यो जुन मेथड युज गरो त्यो अनुसारले चाहिँ एप्लिकेसन ठिक छ कि छैन भनेर हेर्नु पर्यो 3 नम्बरमा एनालाइटिकल प्रोसिडियर्सहरू पर्फर्म गर किन कुनै रिपोर्टेबल सेगमेन्ट ओभर स्टेटमेन्ट सेगमेन्ट अन्तर्गत अदर सेगमेन्ट रिपोर्टेबल सेगमेन्ट छ तर अदर सेगमेन्ट अन्तर्गत गएर अल अदर सेगमेन्ट अन्तर्गत गरेर बसेको त छैन यी कुरामा के गर्नुपर्छ भन्दाखेरि कन्फर्म हुनका लागि के गर्नुपर्छ एनालाइटिकल प्रोसिडियर्स पर्फर्म गर्नुपर्छ सेगमेन्ट इन्फर्मेसनका सम्बन्धमा के गर्नुपर्ने रहेछ भन्दाखेरि चाहिँ म्यानेजमेन्टले रिपोर्टेबल सेगमेन्ट डिटरमाइन गर्नका लागि कुन मेथड युज गरेको छ त्यो मेथडको बारेमा के गर्नुपर्छ अन्डरस्ट्यान्डिङ अब्टेन गर्नुपर्यो एसेट्स बेस्ड हो कि रेभेन्यू बेस्ड हो कि प्रॉफिट बेस्ड हो यो कुन चाहिँ बेसिसमा रहेर उसले रिपोर्टेबल सेगमेन्टको चाहिँ डिटर्मिनेसन गरेको छ त्यसका बारेमा के गर्नुपर्छ भन्दाखेरि अन्डरस्ट्यान्डिङ लिनुपर्छ दोस्रो नम्बरमा जुन मेथड युज गरेको छ रिपोर्टेबल सेगमेन्ट डिटरमाइन गर्नलाई के त्यस्तो मेथड चाहिँ उ गरेको हो टेस्ट गर्नु पर्यो एप्लिकेसन त्यो मेथड जसरी चाहिँ त्यो मेथड जुन मेथड युज गरेको छ त्यो मेथडको एप्लिकेसन ठिक छ एप्लिकेसन अफ मेथड ठिक छ त्यसको बारेमा के गर्नु पर्यो टेस्ट गर्नु पर्यो नेक्स्ट नम्बरमा के गर्नु पर्यो भन्दाखेरि चाहिँ एनालाइटिकल प्रोसिडियर्सहरू पर्फर्म गर्नु पर्यो किन गर्नु पर्यो भन्दाखेरि के त्यो कुनै रिपोर्टेबल सेगमेन्ट थियो तर अल अदर रिपोर्टेबल सेगमेन्टभित्र गएर बसेको त छैन अदर सेगमेन्टभित्र भनेर त्यो कुराको डिटरमाइन गर्न के गर्नुपर्ने रहेछ भन्दाखेरि अडिटरले सफिसियन्ट त्यसरी चेक गर्नुपर्ने रहेछ किन भन्दा सेगमेन्ट इन्फर्मेसनसँग सम्बन्धित प्रेजेन्टेसन र डिस्क्लोजर के कसो छ भनेर सफिसियन्ट एन्ड एप्रोप्रिएट अडिट एभिडेन्स अब्टेन गर्न ल हामीले के पढ्यौँ भन्दाखेरि एनएसए 501 पढ्यौँ 501 ले के भन्छ भन्दाखेरि स्पेसिफिक कन्सिडरेसन फर सेलेक्टेड आइटम भन्छ 3टा आइटमका बारेमा यसले कुरा गर्छ इन्भेन्ट्रीका बारेमा गर्छ लिटिगेसन एन्ड क्लेमका बारेमा गर्छ सेगमेन्ट इन्फर्मेसनका बारेमा गर्छ इन्भेन्ट्रीका बारेमा के भन्दै रहेछ कसरी अडिट एभिडेन्स अब्टेन गर्ने भन्दो रहेछ त पनि जान्यौ यदि इन्भेन्ट्रीको काउन्ट डेटमा चाहिँ यदि इन्भेन्ट्री काउन्ट चाहिँ इयर इन भन्दा अन्य डेटमा भएको छ भनेदेखि जुन डेटमा इन्भेन्ट्री काउन्ट हुन्छ त्यो डेटमा के गर्नुपर्छ अडिटर प्रेजेन्ट हुनुपर्छ र चाहिँ त्यो फरक डेट भएका कारणले के गर्नुपर्छ भन्दाखेरि अडिट प्रोसिडियर्सहरू वर्क ब्याक गरेर वा प्रोसिडियर्सहरू पर्फर्म गरेर पेपर वर्क गरेर के गर्नुपर्छ इयर इन डाटासम्म पुग्नुपर्छ भन्ने कुरो हो पहिलो दोस्रो नम्बर कन्डिसन के छ भन्दाखेरि यदि फाइनेन्सियल स्टेटमेन्टमा उ भएको मेन्सन गरिएको फाइनेन्सियल स्टेटमेन्टमा इन्भेन्ट्रीको अमाउन्ट मेटेरियल छ भनेदेखि के गर्नुपर्छ भन्दाखेरि एटेन त हुनै पर्यो फिजिकल काउन्टमा म्यानेजमेन्टले दिएको त्यो फिजिकल काउन्टसँग सम्बन्धित इन्स्ट्रक्सन
इन्स्ट्रक्सनहरु के छ त्यसको इभ्यालुएट गर्नु पर्यो ठीक छ त्यो एप्रोप्रिएट छ भन्दाखेरि त्यसको इम्प्लिमेन्टेसन भएको छ छैन युज भएको छ छैन काउन्ट गर्ने बेला त्यो पनि हेर्नु पर्यो काउन्ट कसरी गरिरहेछ अब्जर्भ गर्नु पर्यो टेस्ट काउन्ट गर्न सक्ने भयो यनिखेर इन्भेन्ट्रीको के गर्न सक्छ भन्दाखेरि इन्स्पेक्सन गर्न सक्छ इन्भेन्ट्रीको इन्स्पेक्सन गर्न सक्छ र त्यसरी चाहिँ त्यो काउन्ट भइरहेको बेलामा काउन्टमा बसिरहँदाखेरि फिजिकल काउन्टमा बस्दा गर्दाखेरि के गर्नुपर्छ भन्दाखेरि रेकर्डमा र एक्चुअल काउन्टमा चाहिँ के भइरहेछ मिलिता छ कन्सिस्टेन्सी छ मिलिरहेछ करेक्ट छ भनेर चाहिँ के गर्नुपर्छ इन्स्योर गर्नुपर्छ भन्ने कुरो हो थर्ड नम्बर कन्डिसन के छ भन्दाखेरि यदि थर्ड पार्टीसँग हाम्रो क्लाइन्टको चाहिँ के रहेछ भन्दाखेरि चाहिँ इन्भेन्ट्री रहेछ भन्दाखेरि हामीले के गर्नु पर्यो भन्दाखेरि कन्फर्मेसन लेटर पठाउनु पर्यो कन्फर्मेसन आएपछि चेक सिद्धियो तर भन्ने कुरो के छ भन्दाखेरि होइन त्यो जसले कन्फर्म गर्छ त्यो पार्टीको चाहिँ के छ इन्टिग्रिटी र अब्जेक्टिभिटी सम्बन्धमा चाहिँ के छ भन्दाखेरि अडिटरलाई डाउट लाग्यो भनेदेखि के गर्नु पर्यो आफै गएर वा आफ्नो कम्पोनेन्ट अडिटरलाई के गर्नु पर्यो भन्दा उसको उपस्थितिमा के गर्नु पर्यो फिजिकल काउन्ट गराउन लाग्नु पर्यो वा सर्भिस अडिटरको चाहिँ रिपोर्ट अडिट रिपोर्ट लिएर चाहिँ के गर्नु पर्यो भन्दाखेरि त्यो इन्टिटीले वा त्यो क्लाइन्टले चाहिँ त्यो पार्टीले चाहिँ इन्भेन्ट्रीको सेफगार्डको लागि र काउन्ट गर्नको लागि के कस्ता प्रोसिडियर्सहरू पर्फर्म गरेको छ त्यसका बारेमा के गर्नु पर्यो इन्फर्मेसन लिनु पर्यो अर्को के छ भन्दाखेरि इन्भेन्ट्री रिलेटेड डकुमेन्टको इन्स्पेक्सन पनि गर्न सक्यो इन्भेन्ट्री वेयर हाउसवाला छ वेयर हाउसमा चाहिँ सम्पत्ति छ उसकोमा उसको र अर्को कसको छुटिँदैन भने त्यसको बारे त्यस्ता बेलामा के हुन्छ स्कोप लिमिटेसन हुन्छ चौथो नम्बर कन्डिसन के छ भन्दाखेरि इन्भेन्ट्री काउन्ट जुन दिन भएको थियो त्यो काउन्ट भएको दिनमा चाहिँ के गर्न सकेन भन्दाखेरि अडिटर उपस्थित हुन सक्दैन जुन दिन उपस्थित हुन्छ त्यो दिन के गर्नुपर्छ उसले फिजिकल काउन्ट गराउनुपर्छ पेपर गरेर इयर एन्डको डाटामा पुग्नुपर्छ नेक्स्ट कुनै पनि कारणले नेचर अर लोकेसन अफ द इन्भेन्ट्रीका कारणले के गर्न सकेन भन्दाखेरि अडिटरले चाहिँ इन्भेन्ट्री काउन्टमा पुग्न सकेन प्र्याक्टिकेबल भएन इम्प्र्याक्टिकेबल भयो भनेदेखि उसले के गर्नुपर्छ अल्टरनेटिभ प्रोसिडियर्सहरू पर्फर्म गर्नुपर्छ जस्तो कि इन्स्पेक्सन डकुमेन्टहरू इन्स्पेक्ट गर्ने सपोर्टिङ डकुमेन्ट पर्चेस सेल्स आदि बिलहरू भाउचरहरू के गर्ने इन्स्पेक्ट गर्ने अर्को चाहिँ के छ भन्दाखेरि यदि त्यस्तो अल्टरनेटिभ प्रोसिडियर्सबाट पनि के गर्न सकेन अडिट इभिडेन्स अब्टेन गर्न सकेन भने त्यसलाई के भन्ने भन्दाखेरि स्कोप लिमिटेसन भयो डकुमेन्ट पाएन नि त स्कोप लिमिटेसन भइसकेपछि के गर्नुपर्छ ओपिनियन मोडिफाई गर्ने लिटिगेसनका सम्बन्धमा चाहिँ के कसरी गर्ने भन्दाखेरि कम्प्लिटनेसका सम्बन्धमा विशेष ध्यान दिनुपर्ने रहेछ कम्प्लिटनेस भनेको चाहिँ के सबै लिटिगेसनहरू आइडेन्टिफाई भएका छन् के सबै लिटिगेसनका सम्बन्धमा गर्नुपर्ने प्रोभिजनहरू गरेको छ यो कुरामा अडिटरले इन्स्योर हुन चाहन्छ कसरी सबै लिटिगेसन र क्लेम चाहिँ आइडेन्टिफाई भएका छन् भन्ने कुरामा चाहिँ अडिटरले कसरी कन्फर्म हुने भन्दाखेरि 4-5वटा कुरा रहेछन् 5वटा कुरा हेरौँ पहिलो कुरा चाहिँ के छ भन्दाखेरि म्यानेजमेन्ट र इन हाउस लिगल कन्सल्टेन्टलाई के गर्ने भन्दाखेरि इन्क्वायरी गरेर दोस्रो नम्बरमा चाहिँ म्यानेजमेन्टको टिसिडब्ल्युजीको बोर्डमा युनिट र त्यो टिसिडब्ल्युजी र एक्सटर्नल लिगल काउन्सिल बिच भएका कम्युनिकेसनलाई के गर्न सकिने रहेछ भन्दाखेरि के को इन्फर्मेसनहरू एक्सचेन्ज भएका छन् ती सबै इन्फर्मेसन र बोर्ड युनिटको इन्स्पेक्सन गरेर पनि के गर्न सकिने रहेछ भन्दाखेरि लिटिगेसन र क्लेमका बारेमा इन्फर्मेसनहरू ग्यादर गर्न सकिने रहेछ इभिडेन्स अर्को चाहिँ के रहेछ भन्दा लिगल एक्सपेन्सेस चाहिँ हाम्रोमा ड्युरिङ द पिरियड आएको छ भने हामीले त्यो पिरियड के गर्नुपर्छ भन्दा 100% भेरिफिकेसन गर्नुपर्छ है टेस्टिङ गर्नुपर्छ 100% टेस्टिङ गर्नुपर्छ लिगल एक्सपेन्सेसको चाहिँ त्यो भएपछि के गर्न सक्यो भन्दाखेरि कुनै इन्फर्मेसनहरू रहेछन् भन्दाखेरि कुनै लिटिगेसन क्लेममा परेका रहेछन् भने त्यसका बारेमा पनि जानकारी लिन सकिने अर्को के छ म्यानेजमेन्टसँग रिप्रेजेन्टेसन लिनु पर्यो कि हामीले सम्पूर्ण के गरेका छौँ भन्दा म्यानेजमेन्टसँग के रिप्रेजेन्टेसन लिनु पर्यो भन्दाखेरि चाहिँ सबै भन्नु भइगयो नि त भनेको हामीले सम्पूर्ण लिटिगेसन र क्लेमको चाहिँ के गरेका छौँ आइडेन्टिफिकेसन चाहिँ गरेका छौँ जहाँ जति के गरेका छौँ भन्दाखेरि चाहिँ त्यस्तो आइडेन्टिफिकेसन गरेका छौँ अनि लिटिगेसन र क्लेमको नेचर अनुसार चाहिँ प्रोभिजन चाहिने ठाउँमा प्रोभिजन गरेका छौँ डिस्क्लोजर चाहिने ठाउँमा डिस्क्लोजर गरेका छौँ भनेर चाहिँ के गर्नु पर्यो भन्दाखेरि म्यानेजमेन्टबाट एउटा रिटर्न रिप्रेजेन्टेसन लिनु पर्यो अब होइन यी सबै कुराहरूबाट अझै पनि शङ्का लाग्यो अझै पनि केही पो छ कि भनेर चाहिँ उसले अझै भेरिफाई गर्नु पर्यो भनेदेखि के गर्न सक्छ भन्दाखेरि अडिटरले एक्सटर्नल लिगल काउन्सिलसँग के गर्न सक्छ कम्युनिकेसन गर्न सक्छ कम्युनिकेसनका तरिका 3टा हुन सक्छन् पहिलोमा चाहिँ के हुन सक्छ भन्दाखेरि एउटा टाइप्सको चाहिँ के हुन्छ लेटर अफ जेनरल इन्क्वायरीमा चाहिँ के भन्छ भन्दाखेरि हे लिगल कन्सल्टेन्ट तिमीले मलाई के भन भन्दाखेरि फलानु क्लाइन्टका सम्बन्धमा यसका अगेन्स्टमा के कस्ता लिटिगेसनहरू वा क्लेमहरू परेका छन् वा यसले अन्यका सम्बन्धमा के कस्ता लिटिगेसन वा क्लेमहरू हालेको छ यसका सम्बन्धमा मलाई लिस्ट बनाइदेऊ अनि लिस्ट बनाएर दिएपछि तिमीले त्यसमा के पनि भनेर भन्दै भन्दाखेरि एक्सपेक्टेड आउटकम
रकम के हुनसक्छ त्यसका बारेमा पनि तिमीले मलाई के गरिदिनु पर्यो, कमेन्ट गरिदिनु पर्यो भनेर हामीले लेख्छौँ। उताबाट अडिटरले के अरे लिगल कन्सल्टेन्टले लेखिदिन्छ। सेकेन्ड नम्बरमा के हुन्छ भन्दाखेरि लेटर अफ स्पेसिफिक इन्क्वायरी। लेटर अफ स्पेसिफिक इन्क्वायरीमा चाहिँ के भनिन्छ भन्दाखेरि लिगल कन्सल्टेन्ट तिमीले मलाई के भन्नु पर्यो भन्दाखेरि म यो कुरा यो चाहिँ मुद्दा परिरहेको रहेछ, यो विषयमा लिटिगेसन र क्लेम चलिरहेको रहेछ यो क्लाइन्टका सम्बन्धमा, यो क्लाइन्टले चाहिँ यसका एक्सपेक्टेड आउटकमका सम्बन्धमा यस्तो चाहिँ एक्सपेक्टेसन राखेको छ भनेर भन्ने, अनिखेर तिम्रो यसमा राय के हो त भनेर यो मुद्दामा यो र यो म्यानेजमेन्टको एक्सपेक्टेसनका सम्बन्धमा तिम्रो चाहिँ कमेन्ट के हुन्छ भनेर कमेन्ट गर्न लाउने। त्यो कमेन्ट गर्न लाउँदाखेरि चाहिँ के हो भन्दाखेरि चाहिँ उसले रिटर्न पठाइदिन्छ। के पठाउँछ भन्दाखेरि चाहिँ जवाफ पठाउँछ। जवाफ पठाउँदाखेरि म्यानेजमेन्टको एक्सपेक्टेसन र लिगल कन्सल्टेन्टको एक्सपेक्टेसन मिल्यो भने ठिक छ, मिलेन भनेदेखि के हुने भन्दाखेरि डाइरेक्ट मिटिङतिर जानु पर्यो। डाइरेक्ट मिटिङ चाहिँ कस्ता अवस्था गर्न सकिने भयो भन्दा पहिलो अवस्थामा चाहिँ म्यानेजमेन्टको एक्सपेक्टेसन र लिगल कन्सल्टेन्टको एक्सपेक्टेसनमा मिलेन, मेल खाएन, कन्सिस्टेन्सी भएन भनेदेखि त्यस्ता अवस्थामा के गर्न सकिन्छ भन्दाखेरि डाइरेक्ट मिटिङ राख्न सकिन्छ। अर्को कस्तो अवस्था राख्न सकिन्छ भन्दाखेरि त्यो लिगल लिटिगेसन वा क्लेमको नेचर चाहिँ एकदम सिग्निफिकेन्ट छ र मेटेरियल कम्प्लेक्स म्याटरको छ भनेदेखि त्यस्ता अवस्थामा के गर्न सकिन्छ भन्दाखेरि लिगल कन्सल्टेन्ट र अडिटर डाइरेक्टली भेट गर्न सक्छन् भन्ने कुरा यो दोस्रो नम्बरमा। तेस्रो नम्बरमा के छ भन्दाखेरि चाहिँ सेगमेन्ट इन्फर्मेसनका सम्बन्धमा चाहिँ के गर्नुपर्ने रहेछ अडिटरले इन्फर्मेसन अब्टेन गर्नका लागि भन्दाखेरि चाहिँ म्यानेजमेन्टले रिपोर्टेबल सेगमेन्ट हो कि होइन भनेर डिटरमाइन गर्नका लागि कस्तो मेथड युज गर्यो, एसेट्सलाई बेस लियो कि रेभेन्यूलाई बेस लियो कि प्रफिटलाई बेस लियो कि वा के गरी लिएको छ, यसो चाहिँ त्यो रिपोर्टेबल सेगमेन्टलाई चाहिँ डिटरमाइन गर्ने मेथडहरू पत्ता लगाउनु पर्यो। पहिला त्यसका लागि अन्डरस्ट्यान्डिङ अब्टेन गर्नु पर्यो। दोस्रो नम्बरमा त्यस्तो मेथडहरूको चाहिँ एप्लिकेसन ठिकको तरिकाले भएको छ छैन त्यो कुरा पत्ता लगाउनु पर्यो। र तेस्रोमा चाहिँ एनालाइटिकल प्रोसिडियर्सहरू पर्फर्म गरेर चाहिँ कुनै रिपोर्टेबल सेगमेन्टहरू अदर सेगमेन्टभित्र परेको पो छ कि भनेर के गर्नुपर्ने भयो भन्दाखेरि अडिटरले भेरिफाई गर्नुपर्छ भन्ने कुरा हामीले जान्यौँ है त।